हेलो गाइज वेलकम टु माई ब्याक युट्युब च्यानल। म चाहिँ जानला छु आज चाहिँ मोडिफिकेसनमा चाहिँ आज काम गर्न यसो होइन। मुझे स्कुल खुलेको छैन, त्यहीसम्म काम गर्नु पऱ्यो। यहाँ कोलपुरमा यस्तो काण्ड भइरहेछ, यहाँ पुरै के यहाँ आन्दोलन भइरहेछ। यहाँ कोही मान्छेहरू आएर पुरै आगो लगाइदिएछ। यहाँ पुलिसहरूको डिस्टर्ब भइरहेछ। यहाँ चाहिँ केही यस्तो कुरा हेर्नु होइन, आफ्नो काम गर्ने। अनि चाहिँ यता देख्न सक्नुहुन्छ स्कुटर आएको। यहाँ अङ्कलले भन्नुहुन्थ्यो यस्तो यस्तो पुरै सर्भिसिङ गरिदिने भनेर। हामी चाहिँ सर्भिसिङ गर्न लाग्यौँ। सर्भिसिङ गरेपछि चाहिँ यहाँ साहु साहबले चाहिँ हामीमा कसम यहाँ समोसा समोसा दिनुभएको छ, खायौँ। अनि चाहिँ फेरि काममा लाग्यौँ। मेरो साथी धुइरहेछ, अनि चाहिँ यो पनि धुनेछ। अघि नै सर्भिसिङ गरेको चाहिँ फटाफट राति भएपछि मेरो साथीले भन्यो। अनि चाहिँ जानला छौँ आजकल भाइरल रोडमा चाहिँ पुरै कोलपुरमा यस्तो आएको फर्स्ट टाइम त बाप यहाँ बब्बाल रिछ्या रुखमा यस्तै गर्नु पऱ्यो। नेपाल सरकारले चाहिँ सब अनि ठाउँ ठाउँमा यस्तै लगाइदिनु पऱ्यो। अनि चाहिँ घुम्न आउनु पऱ्यो। अनि म चाहिँ घर जान लाग्यो, राति पनि भइगयो। अब मस्तसँग खानु पऱ्यो भात। भाइहरूको बोलौँ मिल्छ बाई।